हेलो सबैजना साथीहरूलाई मेरो नमस्कार। आज चाहिँ म लोड गर्नलाई आइसकेको छु वीरगञ्ज भन्सार डाइपोर्टमा। देख्न सक्नुहुन्छ सबैजनाले, हेर्नुहोस् हाम्रो वीरगञ्जको दाइहरू चाहिँ काम भट्टाभट गर्न सुरु गरिसक्नु भएको छ लोडिङ गर्न। यो चाहिँ 40 फुटा कन्टेनरबाट 25 फुटा डब्बामा, एउटा 40 फुटा कन्टेनरबाट दुईटा 25-25 फुटा डब्बामा चाहिँ माल पल्टी हुँदैछ। हेर्नु, हाम्रो यात्रा चाहिँ काठमाडौँसम्मको हो। दाइहरू भट्टाभट काम गरिरहनु भएको छ, हजुरले देख्न सक्नुहुन्छ। हेर्नुहोस् साथीहरू, अब चाहिँ गाडी लोड भएर म आफ्नो यात्रामा गन्तव्यतिर निस्किसकेको छु। हाम्रो यात्रा चाहिँ वीरगञ्जदेखि काठमाडौँसम्मको हो। हेर्नुहोस्, म चाहिँ वीरगञ्जदेखि हेटौडा हुँदै कान्ति लोकपथ हुँदै ठिङ्गन मकवानपुर गढी हुँदै ठिङ्गन हुँदै हाम्रो छपेली भट्टे डाँडा बगुवा हुँदै टिका भैरव काठमाडौँको चाहिँ तपाईँको चापागाउँ भन्ने ठाउँको यात्राको क्रम जारी हुँदैछ। हाम्रो बाटो अफरोड देख्न सक्नुहुन्छ। प्राय बाटोहरू चाहिँ अफरोडै छ, कहीँ पिच कहीँ अफरोड छ। यस्तै हो नेपालको बाटो। अब डाँडा काँडा हरियाली ढाकेको हेर्नुहोस्, कति सुन्दर छन् हाम्रो नेपाल। हजुरहरूले हेर्न सक्नुहुन्छ, देख्न सक्नुहुन्छ। हजुरहरूकै लागि चाहिँ यो भिडियो आज मैले लिएर आएको छु। हजुरहरू कतिपयलाई त थाहा पनि छैन होला यो कहाँबाट जान्छ, कुन बाटो हो भन्ने कुरा। त्यसैको लागि हजुरहरूको माझ यो भिडियो मैले लिएर आएको छु। हजुरहरूले हेर्न सक्नुहुन्छ। यात्रा चाहिँ अलिक कठिनाइ छ। अब हरेस खानुहुन्न भन्छन् नि, अब जहाँ रिक्स डर के आगे जिते भन्छन् नि, त्यस्तै हो। अब यात्रा चाहिँ अलिक कठिनाइ छ, अलिक देख्नमा खतरनाकै देखिन्छ हैन। अफरोडहरू छन् प्राय। यो चाहिँ हाम्रो हेटौडा चौगडादेखि हुँदै मकवानपुर गढी हुँदै आउने बाटो हो, कान्ति लोकपथ। तपाईँको छोटो दूरीको यात्रा हो यो। जम्मा हेटौडादेखि सातो बाटो जम्मा 87 किलोमिटरको बाटो हो। तपाईँ हेटौडादेखि 4 घन्टामा आरामदायी यात्रा गरेर पुग्न सक्नुहुन्छ। कम्फोर्टेबल छ, त्यस्तो धेरै उ छैन, देख्न सक्नुहुन्छ। अगाडि बाटोको कामहरू पनि भइरहेको छ भट्टाभट। बाटो प्राय कतिपय ठाउँमा वान वेहरू छ। यहाँ चाहिँ आफूले अलिअलि विचार गर्नुपर्ने हुन्छ। अब आफै भेडो भयो, पेलेर जाने गर्यो भने चाहिँ जाम पनि लाग्न सक्छ तपाईँको 2-3 घन्टा। अगाडि गाडी आएको देखेपछि चाहिँ पहिले आफैले साइड गर्यो भने चाहिँ यात्रा सुरक्षित र राम्रो र छिटो गन्तव्यमा पुगिन्छ। ल, सबैजनाले राम्रोसँग हेरिदिनु होला कस्तो छ बाटो, के छ हाम्रो नेपालको डाँडा काँडा हरियाली पाखा। बिहानै घाम लागेको छ, हेर्नुहोस् एकदम तापाउँ लाग्ने खालको घाम। तर के गर्नु, मलाई त गन्तव्यमा पुग्नु छ, त्यसैले मेरो यात्रा जारी छ। हेर्नुहोस्, मेरो बाइक गाडी चाहिँ अगाडि अलिकति देखिँदैछ, अहिले देख्न सक्नुहुन्छ हजुरले। बस पनि आएछ ठ्याक्क, हेर्नुहोस् कुन बस आयो, गौरी शङ्कर जस्तो लाग्छ मलाई चाहिँ। हेर्नुहोस्, यात्रा चाहिँ अफरोडै छ है, तर डाँडा काँडा हरियाली एकदम सुन्दर देखिन्छ। बिहानै घाम लागेको छ। यतिखेर अहिलेको चाहिँ तपाईँको 7 बजिसकेको छ। म चाहिँ यो ठिङ्गन भन्ने ठाउँबाट ओह्रालो लाग्दैछु।
फाइनली साथीहरू अब चाहिँ हाम्रो मकवानपुर र ललितपुरको सिमाना जोड्ने सीमात आइसकेको छ होइन। फाइनली तल देखिरहनु भएको हजुरहरूले त्यो चाहिँ हाम्रो बगुवा भन्छन् ठाउँ चाहिँ, तर हाम्रो नदी चाहिँ बागमती नदी हो। पारी देखिरहनु भएको चाहिँ हजुरहरूले ललितपुर हो भने यता वारीको चाहिँ मकवानपुर हो। यो बागमती खोलाले चाहिँ ललितपुर र मकवानपुरको सिमाना छुट्याइरहेको छ। बाटो देखिहाल्नुभयो हजुरहरूले, हेरिरहनु भएको छ। काम बट्टाबट हुँदैछ बाटोहरूमा, अफरोडिङ जहाँ जति पनि ठाउँहरूमा छ सब जालीको कामहरू भइरहेको छ फटाफट काम। अब चाहिँ तपाईँको केही समयपछि चाहिँ बाटो एकदम राम्रो हुन्छ। हजुरहरूले यात्रा गर्दै हुनुहुन्छ, यात्रा गर्नुहुन्छ भने हजुरहरूको लागि चाहिँ यो मेरो भिडियो। तपाईँलाई यो बाटो अब यात्रा गर्दै गर्दा चाहिँ अर्को एउटा भगवानको थान दर्शन गरौँ भन्ने अपर्च्युनिटी नै मिल्न सक्छ। तपाईँको चाहिँ यो बगुवाभन्दा 2 किलोमिटर माथिबाट यो मास्तिर गइरहेको चाहिँ मकवानपुरमा स्थित लटरमेश्वर थान छन् महादेवको। हजुर त्यहाँ गएर नि दर्शन गरेर आउन सक्नुहुन्छ। यो चाहिँ हाम्रो पर देखिरहेको त्यो सेतो सेतो चाहिँ फास्ट ट्र्याकको काम हुँदैछ हाम्रो त्यहाँ। फाइनली हामी आइसकेको छौँ बागमती खोला, बागमती नदीमा आइसकेका छौँ, देख्न सक्नुहुन्छ। यो चाहिँ पोहोरको बर्खायाममा यहाँको बाटो चाहिँ धेरै बगायो, धेरै क्षति पुऱ्यायो यहाँनिर। अहिले चाहिँ अफरोड यस्तो छ, यस्तो बनाइएको छ, हेर्न सक्नुहुन्छ। पुल पनि आधी बगाएको हो, आधी फलामको पुल हालेर सञ्चालनमा आइरहेको छ अहिले। अब नेपालमा यस्तै त हो नि, हेर्नु न के छ र राम्रो, कहाँ छ र सुविधा। नेपाली जनताहरूले जहिले दुःखै पाउने हो। हामी त झन् हेर्नुहोस् हजुर, बटुवा पर्यौँ बाटोमा हिँड्ने। यस्तो त कति देखिन्छ, कति हिँड्नुपर्छ, कति दुःख पाइन्छ, कति भोग्नुपर्छ होइन। नेपालमा केही चिजमा नि सुविधा छैन। ठाडै उकालो छ यहाँनिर हेर्नु। गाडी 1 नम्बर हालेर बिस्तारै चढाउनुपर्छ। 2 नम्बर हाल्ने बल गर्ने गऱ्यो भने चाहिँ चढ्दैन, गाडी बिग्रिन पनि सक्छ। यो ठाउँमा थुप्रै गाडी बिग्रेको पनि छन्। ठ्याक्कै हामी चाहिँ अहिले पुल चढ्न लाग्यौँ। यो तल देखिरहनु भएको चाहिँ बागमती खोला हो। ठ्याक्कै पुलमा चढ्यौँ हामी, देख्न सक्नुहुन्छ। हामीले मकवानपुरलाई चाहिँ छोड्यौँ, अब हामी लाग्छौँ ललितपुरतिर। अब चाहिँ हामी लागिसकेको छौँ ललितपुरतिर। हेर्नुहोस् ललितपुरतिर लागिसकेको छौँ। हाम्रो अगाडि अब आउँछ बाटोमा रातो भिर आउँछ, काल्चे आउँछ, त्यहाँबाट छपेली भट्टे डाँडा आउँछ। जहाँ छपेली भट्टे डाँडा ललितपुर जिल्लाको वडा कार्यालय नि छपेली भट्टे डाँडामा छ। त्यहाँ चाहिँ बजार हो।
देख्न सक्नुहुन्छ। बाटो चाहिँ यस्तै हो, काहीँ पिच छ काहीँ अफ रोड छ होइन। नेपालको बाटो यस्तै हो, हजुरहरूलाई अघि भनिहालेँ। अब ब्लग बनाउनु चाहिँ खासै मलाई आउँदैन होइन। अब जानी नजानी बनाए फर्स्ट भिडियो हो मेरो ब्लग बनाउँदा चाहिँ, फर्स्ट भिडियो। कस्तो हुन्छ हजुरहरूले एउटा सल्लाह सुझाव दिनु होला होइन। अब काहीँ बोल्नमा मिस्टेक गरे भए त्यसको लागि नि माफ गरिदिनु होला है, एउटा सल्लाह सुझाव दिनु होला। फर्स्ट भिडियो हो मेरो, फर्स्ट ब्लग बनाउँदैछु। यसो सधैँ वाक्क लाग्ने अल्छी लाग्ने, यसो मोबाइलतिर हेरौँ अब ब्लगहरू देखिने भिडियोहरू देखिने हो सबैले त बनाइरहेको छन्, म किन नबनाउँ त, म पनि यसो ट्राई गर्छु भनेर सुरु गरेको। हजुरहरूले सबैले साथ र सपोर्ट माया दिइदिनु होला। यहाँ चाहिँ अगाडि आएर हेर्नु जाम लागिसकेको छ, बाटो वान वे छ। यहाँनिर आफैले बुझेर रोकेर साइड दियो भने दियो, दिएन भने दुईतिरबाटै पेलेर आउने भने चाहिँ लामो जाम लाग्न सक्छ। हेर्नुहोस् गाडीहरू यहाँ वान वेको कारणले गर्दा बाटोको काम हुँदैछ, वान वेको कारणले गर्दा चाहिँ यो गाडीहरू होल्ड भइरहेको छ, देख्न सक्नुहुन्छ। हाम्रो नेपालमा हामी सवारी चालकहरूलाई नि कति पीडा छ, दुःख छ। अब कसले बुझ्ने, बटुवाको पीडा एउटा हामी बटुवा हो, चालक होइन, बटुवाको पीडा कसले बुझ्ने, देख्न सक्नुहुन्छ तपाईँहरूले। अब हामी निस्किन लागिसकेको छौँ छपेली भट्टे डाँडा। यो छपेली भट्टे डाँडा भन्दा 1.5-2 किलोमिटर हो र चाहिँ यो भिड देख्न सक्नुहुन्छ। यो चाहिँ एकदम खतरा हो, यहाँबाट चाहिँ तपाईँको थुप्रै गाडीहरू खसेको छन्, जुन अघि देख्नुभयो भिड। हेर्नु बाटो पुरै वान वे हो, तलतिर हेऱ्यो भने पुरै डरलाग्दो छ। तलतिर त हेर्ने नै होइन, एक्सिलेटर थिच्ने हो, अगाडि हेर्ने हो, हिँडै गर्ने हो। दायाँ बायाँ हेऱ्यो भने रिङ्गाटा लाएर नि ढल्न सकिन्छ, हेर्नु कुनै ग्यारेन्टी छैन। बाटो एकदम अफ रोड छ, तर छोटो दूरीको बाटो हुनाको कारणले गर्दा हामी चाहिँ यही बाटो युज गर्छौँ। अब हामी पुग्छौँ एकछिनमा छपेली भट्टे डाँडा, त्यहाँ पनि म हजुरहरूलाई देखाउने छु छपेली भट्टे डाँडा कुन हो भन्नुहोला। म छपेली भट्टे डाँडा भनेर चाहिँ हजुरलाई देखाउने छु। हजुरहरू राम्रोसँग मेरो भिडियो चाहिँ स्किप नगरी हेरिदिनु होला। फाइनली साथीहरू हामी चाहिँ आइसकेको छौँ छपेली भट्टे डाँडा, देख्न सक्नुहुन्छ हजुरहरूले। छपेली भट्टे डाँडा, यहाँ चाहिँ एउटा प्रहरी चेक पोस्ट छ, इन्ट्री गर्नुपर्छ। अब मैले चाहिँ अघि नै एउटा सानो भाइ लिएर आएको थिएँ, विद्यार्थी तलबाट। त्यति बेला चाहिँ मैले भिडियो लिन पाइनँ, गाडीमा लिएर आएको थिएँ। भाइको स्कुल चाहिँ यहीँ रहेछ, भाइ पनि यहीँ झर्ने भयो। त्यसपछि हामी गाडी इन्ट्री गरेर लाग्छौँ आफ्नो गन्तव्यतिर लागिसकेपछि अलिकति अगाडि गइसकेपछि चाहिँ यहाँ बाटोमा पहिरो गएको कारणले गर्दा गाडीहरू सबै रोकिरहेको रहेछ। म तपाईँहरूलाई देखाउँदैछु, हेर्नुहोस्। म नि गाडी साइड लाएर गएँ सर र अगाडि भिडियो लिँदै यसो हेरेको, ठाउँहरू राम्रो लाग्यो। हेर्नु न, हजुरहरूले नि देख्न सक्नुहुन्छ कति राम्रो छ, हेर्नमा कति सुन्दर देखिरहेको छ हाम्रो नेपालको होइन।
हरियो वन नेपालको धन भन्ने हजुरहरूले पनि सुन्नुभयो होला। अगाडि देख्नु काम भइरहेको छ, बाइक पनि छिर्ने बाटो छैन। त्यसपछि बिस्तारै जाम खुलिसकेपछि लाग्यौँ हामी आफ्नो गन्तव्यतिर। हेर्न सक्नुहुन्छ बाटो एकदम पुरै अफ रोड छ, प्रायः धेरै जसो चाहिँ अफ रोडै छ ललितपुर जिल्लामा। मकवानपुर जिल्लामा चाहिँ हाम्रो अफ रोड कम छ, तर ललितपुर जिल्लामा चाहिँ एकदमै धेरै अफ रोड छ। तर केही समयको लागि मात्र होला जस्तो देखिँदैछ। बाटोको कामहरू एकदम धमाधम भइरहेको छ, बटाबट काम भइरहेको छ। यस्तै तीव्र रूपमा काम भयो भने चाहिँ केही समयमै चाँडै यो बाटो राम्रो हुन जान्छ। तर बाटो चाहिँ धेरै ठाउँ वान वे छ। उहाँ देख्न सक्नुहुन्छ उताको गाडीहरू उतै होल्ड भइरहेको छ, अहिले यताको गाडीहरू मात्रै पास भइरहेको छ। देख्न सक्नुहुन्छ अफ रोडिङको कारणले मैले चाहिँ भिडियोहरू यो मोबाइलबाट बनाएको फर्स्ट हो नि त, फर्स्ट भिडियो हो, त्यही भएर मोबाइलबाट बनाएको। यो अफ रोडिङको कारणले चाहिँ कन्ट्रोल गर्न नसकेर हेर्नु न कति धेरै हल्लिरहेछ। अब खासै धेरै एडिटिङहरू चाहिँ गर्न चाहिँ आउँदैन मलाई पनि, सिक्दै हो भर्खर। अब त्यही पनि हजुरहरूले हेरिदिनु भयो, माया दिनुभयो, साथ दिनुभयो, सपोर्ट गर्नुभयो भने अझै यस्ता भिडियोहरू केही राम्रो बनाएर सिकेर ल्याउनेछु। देख्न सक्नुहुन्छ बाइकहरू सब अगाडि आएर बसेको छ। अब बाइकवाला दाजुहरू नरिसाउनु, तर यो बाइकवाला दाजुहरूलाई चाहिँ धेरै हतार हुन्छ अरूलाई भन्दा नि। कहाँ ठाउँ छ, कहाँ चेप छ, कहाँ गल्ली छ, त्यहीँबाट छिरिहाल्नुपर्छ। यो बाइकवाला दाजुहरू तपाईँ जहाँ पनि देख्न सक्नुहुन्छ। हुन त अब हामी नि बाइकमै हिँड्यौँ भने पनि त्यस्तै होला होइन। अब तर जहाँ गाडी नछिर्ने ठाउँ हुन्छ न के हुन्छ, गाडी कताबाट आउने हो, आयो ढुक्दिहाल्यो छिर्दिहाल्यो, त्यही भएर बाइकहरू धेरै एक्सिडेन्ट हुन्छ। हजुरहरूकै लागि हो, जिन्दगी लामो छ, विचार गरेर याद गरेर यात्रा गर्नु होला। हेर्नु जहाँ ठाउँ हुन्न त्यहीँ छिर्दिहाल्छ क्या यो बाइक चाहिँ। अब यस्तो भन्यो बाइकलाई भन्ने नसोच्नु, नरिसाउनु होला। अब मैले भन्दै थिएँ हेर्नु त ल, अब बाइक हेर्नु त तेर्साइदियो, गाडी छिर्दैन। अब यस्तो छन् नेपालको जनताहरू होइन, के भन्ने। अब अलिकति गाडी आउँदैछ उकालोमा लोड गाडी, अलिकति साइड लिएर ठाउँ दिएर हिँड्नु पऱ्यो नि। देख्न सक्नुहुन्छ जाम छ थुप्रै बेर, लगभग आधी घन्टा जति जाम खुल्यो हो यहाँनिर। पहिरो गएर जाम खुलेर अब हामी चाहिँ निस्किसकेको छौँ। वान वेको कारणले गर्दा यता गाडीहरू होल्ड भइरहेको छ, बिस्तारै कट्छ। अब गफ भने यस्तै हो साथीहरू। ल बाटो हेर्नुहोस् होला, हाम्रो नेपालको रमणीय सुन्दर ठाउँहरू प्राकृतिकले दिएको हेर्नु होला। अब विकास भन्ने कुरा त त्यस्तै हो, नेपालको नेताहरूले कहाँ गरेको छन् र। अब चुनाव आउँदैछ, चुनाव आइसकेपछि राम्रै मान्छे ठाउँमा आइपुग्यो भने चाहिँ केही होला कि भन्ने आश छ। हजुरहरू चाहिँ केमा भोट हाल्दै हुनुहुन्छ? म चाहिँ जय घन्टी है साथीहरू, घन्टीमा भोट हाल्नु होला, सपोर्ट गर्नु होला, घन्टीलाई माया दिनु होला, आफ्नै भलाइको लागि हो। भोलिको दिनमा राम्रो होस्, हाम्रो युवाहरूले चाहिँ नेपालमै रोजगार पाउन् भन्ने चाहनुहुन्छ भने राम्रो होस् भोलिको दिनमा। अब अहिलेका बाबुआमाहरू पनि विचार गर्नुहोस्, आफ्नो छोराछोरीलाई बाहिर पठाउनु नपरोस्, नेपालमै सुख शान्ति मिलोस् भन्ने चाहिँ घन्टीमा भोट हाल्नु होला। ल त्यसपछि हामी अब अगाडि बढ्दैछौँ, हेर्दै जानु होला। अब चाहिँ फाइनली हामी साथीहरू आइसकेको छौँ 3 पाने भन्ज्याङ। अब चाहिँ टाइम भइसकेको छ 9:48 गइसकेको छ। 3 पाने देख्न सक्नुहुन्छ त्यहाँनिर, 3 पाने भन्ज्याङ भनिन्छ यसलाई चाहिँ। अब चाहिँ हामी यहाँ खाना खान गाडी रोकेर ट्याक्क, यो चाहिँ मेरो साउको गाडी, यो त पहाडीको मेरो गाडी। खानालाई गाडी रोकेर ठ्याक्क फाइनली हामी चाहिँ खाना खान लाग्यौँ। हजुरहरूले खानुभयो कि भएन? हजुरहरू नै खानु होला। ट्याक्क हामी चाहिँ खाना खान थाल्यौँ, माछा र खाना चाहिँ एकदम दामी थियो, साग त्यस्तै दामी। त्यसपछि खाना खाएर हामी निस्किन्छौँ फेरि आफ्नो गन्तव्यतिर। देख्न सक्नुहुन्छ यही होटलमा हामीले खाना खाएको। खाना खाएर अब निस्क्यौँ हामी आफ्नो गन्तव्यतिर।
अब चाहिँ फाइनली हामी चाहिँ काठमाडौँ आइपुग्न लाग्यौँ। यहाँबाट चाहिँ उकालो सक्यो। अब हेर्नुहोस् ललितपुर सिमानाको जति उकालो चढ्नु पर्ने थियो चढिसक्यौँ। जुन बागमती खोला भने अघि मैले हजुरहरूलाई त्यहाँदेखि चाहिँ उकालो ओह्रालो छैन। अब ठ्याक्कै उकालो चढेर ठ्याक्कै तिनपाने भन्ज्याङसम्म चाहिँ 0 पोइन्ट भनौँ न, तिनपाने भन्ज्याङमासम्म चाहिँ ठ्याक्क उकालो चढिसक्यो। हेर्नु बिहेको लगन नै रहेछ, बिहेको गाडीहरू लागिरहेको रहेछ। अब चाहिँ हामी ओह्रालो लाग्छौँ। यहाँबाट हाम्रो तल देखिने चाहिँ काठमाडौँ भ्याली हो। अब हामी लाग्यौँ ओह्रालो। फाइनली हामी आइसकेका छौँ। अब टिका भैरव ओह्रालो झरिसक्यौँ। 6-7 किलोमिटर ओह्रालो झरेर फाइनली हामी टिका भैरव आयौँ। टिका भैरव देख्न सक्नुहुन्छ। यो चाहिँ हजुरहरूको गोदावरी नगरपालिका पर्छ क्या हो टिका भैरव। ठ्याक्कै टिका भैरव आयौँ हामी। यो देख्न सक्नुहुन्छ र हजुरहरूले टिका भैरव बजार। टिका भैरवमा बाटो चाहिँ अलिकति साँगुरै छन्। यतातिर बजार एरियातिर अलिक भिडभाड हुन सक्छन्। देख्न सक्नुहुन्छ बजार, ठुलै बजार छ टिका भैरव बजार चाहिँ। हेर्नुहोस् अब टिका भैरव बजार। अब हाम्रो हेभी सवारी भएको कारणले गर्दा चाहिँ हामीलाई चापागाउँ दो बाटोबाट चाहिँ जान दिँदैनन्। चापागाउँ हुँदै उता चापागाउँ दो बाटो निस्किन दिँदैनन्। हामीले चाहिँ आज यात्रा गर्दैछौँ खोलाको बाटो। हेर्नुहोस् है, टिका भैरव पुलबाट हामी खोलाको बाटो नक्खु कारागारनेरि निस्किनेछौँ। नाइटमा भए चाहिँ हामीलाई यतै चापागाउँ दो बाटोबाट जान दिन्छन्। आज लगभग तपाईँको यहाँबाट आधी घन्टामा चापागाउँ दो बाटो पुगिन्छ। अब डेमा कारणले गरेर अफिस टाइम हुन्छ, भिडभाड हुन्छ, हाम्रो सवारी हेभी भएको कारणले चाहिँ जान दिँदैन। अब हामी यहाँबाट लाग्छौँ टिका भैरव पुल तरेर खोलाको बाटो लाग्छौँ। हेर्नु होला हजुरहरूले खोलाको बाटो पुरै अफरोड हो। 1.5 घन्टा ठ्याक्कै लाग्छ। हेर्नुहोस् खोलाको बाटो यात्रा गर्नलाई 13 किलोमिटर हो। देख्न सक्नुहुन्छ टिका भैरव। अब यहाँबाट चाहिँ हामी युटर्न लिएर खोलाको बाटोतिर लाग्छौँ। मेरो साउको गाडी र म सँगसँगै हो, जोडा गाडी हो हामी। एउटै कन्टेनरको सामान हाले हो, 40 वटा कन्टेनरको। मैले हजुरहरूलाई भिडियोको स्टार्टिङमा भनेको थिएँ। अब यहाँबाट लाग्यौँ हामी युटर्न लिएर खोलाको बाटो तलतिर। देख्न सक्नुहुन्छ दारी खाजा घर। हजुरहरू यो बाटो आउँदा दारी खाजा घरमा खाजा खान नभुल्नु होला। अब लाग्छौँ हामी खोलाको बाटो। खोल्लै खोला हिँड्यो नि बकुला भन्ने गीत त हजुरहरूलाई याद होला। अस्ति केही समय अगाडि जेएनजीको आन्दोलनमा अब हाम्रो त्यही हो, खोल्लै खोला हिँड्यो नि बकुला भनेर चाहिँ हामी लागिसकेको छौँ खोलाको बाटो। फाइनली साथीहरू हामी पुगिसकेको छौँ नक्खु खोला पुल, नक्खु दो बाटो। देख्न सक्नुहुन्छ त्यहाँ रोकेर चाहिँ हामी यसो 5 गऱ्यौँ होइन। देख्न सक्नुहुन्छ अगाडि ठुलो कोलोनी। फाइनली अब चाहिँ हामी यहाँ साइड लाएर बस्यौँ एकछिन। त्यसपछि हामी निस्किसकेपछि फाइनली हामी देख्न सक्नुहुन्छ हजुरहरू काठमाडौँ आइसकेको छ। ल हजुरहरूले लास्टैसम्म मेरो भिडियो हेरिदिनु भएकोमा हजुरहरूलाई धेरै धेरै धन्यवाद। र लास्टमा के भन्न चाहन्छु भने यो भिडियो कस्तो लाग्छ हजुरहरूले एउटा राम्रो सल्लाह सुझाव दिनु होला, कमेन्ट गर्नु होला। भिडियोलाई सब्सक्राइब गर्न नबिर्सिनु होला यहाँसम्म आइसक्नु भएको छ भने। त्यसपछि हामी काठमाडौँ पुगेर खाजा साजा खान लाग्यौँ। ल त्यतिमै आजको मेरो भ्लग चाहिँ म द एन्ड गर्न चाहन्छु। हस्त धन्यवाद। ल साथीहरू तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद।